मैले आज यसरी सबै ड्राई फ्रुटहरू एकै ठाउँमा भेला गरेँ आफूले भ्याएर सकेसम्मको। त्यसपछि म यो सबै ड्राई फ्रुटहरू मिक्सीमा पिसेर अनि पाउडर बनाउँछु। यता कोकोनट पाउडर पनि छ। अनि म के बनाउँछु है त आज बुढाबुढीदेखि बच्चाहरूलाई मन पराउने आइटम बनाउँदैछु साथीहरू। सबै ड्राई फ्रुट पिसेर रेडी भयो र कोकोनट पाउडर यसरी हालेर म चाहिँ अब यसमा चाहिँ नरिवलको धुलो राखेर ल हेर्नु है, बाबु पनि डल्ला बनाइरहेछ, मैले चाहिँ लड्डु बनाउँदैछु साथीहरू, इनर्जी बल बनाउँदैछु। हजुरहरूको नानी बाबुहरू पनि अनि यसरी ड्राई फ्रुट छुट्टै खान मान्नुहुन्न भने यसरी बनाएर खुवाउनु होला। अनि खुसी भएर लड्डु भन्दै खाँदै गर्छन्। हाम्रो बाबु चाहिँ लड्डु खाने भन्दै माग्दै गर्छ र हामी बुढाबुढी केटाकेटी जवान सबैलाई काम लाग्ने यो। काजु छुट्टै बदाम छुट्टै ओखर छुट्टै खोज्न नपर्ने एउटा दुईवटा दिनको चाहिँ लड्डु निकाल्यो खायो। हजुरहरू पनि एकचोटि ट्राई गरेर हेर्नु है त। यसरी मेरो त ल रेडी भइसक्यो है साथीहरू। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएको